सो साथीहरु अनि मैले चाहिँ बेलुका अब यो पानीपट्टीहरु अलिकति गाह्रो भयो अनि गाह्रो भए पछाडी हमको अस्पताल पहुंचा दो भैया, बहुत दर्द हो रहा है भैया। आगो गरौँ अनि पट्टी लाउँदा पनि हुँदैन, के गर्दा हुँदैन। हेलो एभ्रिवान, स्वागत छ मेरो नयाँ भिडियोमा। अनि आज पनि मैले हजुरको सामु चाहिँ नयाँ भिडियो लिएर चाहिँ आइसकेको छु। लगभग 5 बजी भइसक्यो र पनि मैले चाहिँ ब्लग स्टार्ट गरिरहेको छु। आई होप हजुर सन्चै हुनुहुन्छ होला। अनि म चाहिँ सन्चै छुइनँ, रातभरि ज्वरो आयो। एक्कासी ज्वरो आएर चाहिँ रातभरि सुत्न सकिनँ अनि अलिकति गाह्रो भयो। रुममा एक्लै थिएँ, नाना चाहिँ किर्तिपुर जानुभएको थियो अनि त्यही भएर अब रातितिर अरूको रुमतिर जाने कुरो भएन। मेडिकल जानु कता जानु, त्यही भएर रातभरि सुत्न सकिनँ। अनि अहिले दिनभरि सुतेँ अनि अहिले 5 बजी उठेर चाहिँ भिडियो पनि लिइरहेको छु। एउटा कपडाहरू पनि धुएँ अनि त्यही चाहिँ आज अलिकति छोटो भिडियो भनेर। अनि अस्तिदेखि हामीले चाहिँ प्लान गरिरहेको थियौँ के अरे शनिबार चाहिँ घुम्नु जाने 4-5 जना भनेर नानाहरूसँग। आज चाहिँ भिडियो चाहिँ 2-3 मिनटको मात्रै हुन्छ होला साथीहरू। मैले भिडियो बनाउन सकिनँ, सन्चो छैन, त्यही भएर मैले भिडियो बनाउन सकिनँ। सो साथीहरू अनि मैले चाहिँ बेलुका अब यो पानीपट्टीहरु गरेको थिएँ नि त, साह्रो त्यो भए पछाडि अनि पानीपट्टीहरु गरेँ। अनि 1:30 बजीतिर उठेर अलिअलि भए पनि मैले भिडियो चाहिँ मैले बनाएको छु। अनि त्यो भिडियो पनि हाल्छु नि है। अब धेरै त बनाउन सकिनँ, अब अलिअलि मात्रै बनाएको छु, त्यो पनि हाल्छु। हमको अस्पताल पहुंचा दो भैया, बहुत अहिले चाहिँ साथीहरू होइन के अरे 1 बजी 1:30 भइसकेको छ। अनि रातभरि अलिकति गाह्रो भयो अनि गाह्रो भए पछाडि ज्वरो आगो गरौँ अनि पट्टी लाउँदा पनि हुँदैन, के गर्दा हुँदैन। अनि सन्चो नै झन् यहाँ टाउकोमा 1 बटा जति नै लागिसकेँ। अनि कहिलेकाहीँ मलाई यस्तो हुन्छ कि एकैचोटि ज्वरो आउँछ, ज्वरो आएपछि अलिकति गाह्रै हुन्छ। अनि यो टाउको चाहिँ फुट्ने बेला भएको छ। अनि यो आँखाहरू सबै आँखाको दानाहरू निस्किने बेला भइरहेछ। अनि 1:30 भइरहेछ। अब सुत्नु निन्द्रा त कति लागिरहेछ र पनि सुत्न सकेको छुइनँ। अनि अहिले मैले 1:30 बजीतिर मैले भिडियो बनाइरहेको छु। अनि यसरी नै बसिरहेको छु। अघिदेखि सुत्नु पर्यो भन्छु, यतिकै बसिरहेको छु। मोबाइल हेर्नु पर्यो भन्छु, यो ज्वरो आउँछ साह्रो हुन्छ। अनि आँखाको यो सबै भाग दुखिरहेछ नि त, दुखे पछाडि त्यो मोबाइल हेर्ने कुरा पनि भएन। अनि यतिकै कति बेला उज्यालो हुन्छ जतिकै भइरहेछ। अनि बिस्कुट छ। अनि यो अहिले चाहिँ म चिया र बिस्कुट खाँदैछु। अनि हिजोदेखि के खाँदैन, अनि भोक लाग्यो अनि त्यही भएर खाएको। अब खाना चाहिँ एकैचोटि बेलुका बनाएर खाने। अब 5 बजी त भइसक्यो। अनि त्यही भएर बिस्कुट र चिया खाएको। सक्नुहुन्छ साथीहरू, अहिले उठेको अनि टाउको अहिले पनि यत्तिकै टाउको दुखिरहेछ। तर बेलुका भन्दा अलिकति चाहिँ जाति छ र पनि यत्तिकै टाउको चाहिँ दुखेको छ। यहाँ चाहिँ प्लान्टको कलेक्सन छ नानाको, 6-7 वटा होला लगभग। अनि हावा चलिरहेछ, हेर्नु न कस्तो राम्रो देखिरहेछ। अनि यो चाहिँ अस्ति मैले सफा गर्दै थिएँ, सफा गर्दाखेरि चाहिँ यस्तो भएको छ। अनि यता माथिसम्म गएको छ। सो साथीहरू अब भिडियो पनि एन्ड गर्नुपर्ने हुन्छ। अनि आज भिडियो के कस्तो लाग्छ, हजुरहरूलाई मन पर्यो भने चाहिँ लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। नयाँ साथीहरू जोडिँदै हुनुहुन्छ भने पनि सब्सक्राइब गरिदिनु होला। अनि मेरो युट्युब फ्यामिलीले त हेरेर साथ दिनुहुन्छ भन्ने चाहिँ आशा छ। अनि
आज चाहिँ अलिकति छोटो भयो साथीहरू। म नेक्स्ट टाइम चाहिँ अलिकति राम्रो खालको भिडियो ल्याउने कोसिस गर्छु। अनि यति भन्दै म चाहिँ अब भिडियो एन्ड गर्छु। बाई बाई।